हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ आज फेरि माथि जङ्गलतिर जाँदैछु। हामी चाहिँ यो बाटो जाँदैछ। यो बाटो अब चाहिँ हामी अहिले पछितिर छौँ। तपाईँहरूलाई म बाटो देखाउने छु। यता जाने चाहिँ अर्कै बाटो र हामी जानेछौँ यो बाटो। This is a map. त्यो हेर्न सक्नुहुन्छ, त्यहाँ चाहिँ छुर्पिकिन हानेर बसेको छ। हामी चाहिँ यहाँ छुर्पिकिन लागेको, अब हामी छुर्पिकिनेर जानेछौँ। यो पसलमा छुर्पी पाउँछ। दाइ केही छ भन्नु? हुन्छ है अहिले भन्दा अर्काले पत्ता खान्छ। छैन, लगेको थियो तर अघि बिहान 100 रुपियाँ लागेको थियो, तर 60 लाग्यो। त्यसो हुँदैन नि, खाना नि हिँड्न यो खाने हो दिनमा, यो खाने कुकुरले सबै ठुलो प्रोग्राम गरेको कुकुर बाँध्न आफूले खाना दिनु तिमीहरू पनि छान्नु खोजी जे पनि मैले बोक्नुपर्छ। हाम्रो गोजी छैन नि, मिलाउनु पर्छ। लाग्छ मैले इन्ड भइसकेको छ। त्यतिकै तँलाई भन्नुपर्ने जरुरत के छ? केही जरुरत छ? हामी यो बाटो हुँदै हामी जङ्गल पुग्नेछौँ। त्यो चाहिँ हाम्रो स्कुलको फुटबल ग्राउन्ड हो। त्यो चाहिँ यो चाहिँ हाम्रो स्कुल। म यही स्कुलमा पढ्छु। यो स्कुलको नाम चाहिँ साम्तेन न्युरो एक्सप्रेसर एकाडेमी हो। फेरि हामी अर्कै बाटो लागिसकेका छौँ। सर्टकटे बाटो हामी हिँडिरहेछौँ। उँभो गएर त्यही कहाँ जानु भन्छ मलाई थाहा छैन। आई डोन्ट नो। पछाडि चाहिँ मेरो जनताहरू आइरहेको छ, अनि दाइहरू आइरहेको छ।
अब चाहिँ यो करेला कसले चिन्नुभएको छ साथीहरू यो करेला यो कस्तो राम्रो रुख वाउ दिस इज कदन कस्तो राम्रो छ यस्तो छ हो एकछिन पछितिर हामी पुग्नेछौँ हामी पुग्नुपर्ने ठाउँ चाहिँ त्यो पारी हो त्यो छ यहाँको भ्यू त्योबाट पुग्ने हो तर हामी त्यहाँ पुग्दैनौँ आधा बाटोबाट फर्किन्छौँ पहिरो जानु लागेको छ यस्तो भएर आएको रहेछ फाइनल गाइज हामी चाहिँ पुग्न लागेका छौँ यही बाटो हुँदै हामी यत्रो बाटो हिँड्दै हामी कहाँदेखि कहाँसम्म आइसक्यौँ किन मेरो आजको स्ट्यान्ड भोइस आइरहेछ किनकि यहाँ चाहिँ पानी परेर हेर यस्तो भइसकेछ यहाँ चाहिँ यस्तो घाँसहरू पलाएको छ तपाईँहरूलाई परिको जान्छ यस्तो छ त्यहाँ पारि चाहिँ Saya.
ल ल घरमै